सम्पूर्ण प्रिय मित्रलाई म अनि मेरो परिवारबाट मेरी क्रिसमस एन्ड ह्याप्पी क्रिसमस। हजुरहरूलाई हजुरको समस्त अगाडि तपाईँहरूको सामुन्ने हाम्रो जन्म भएको यीशु क्रिस्टको क्यारल सङ्गलाई लिएर आएको छु। हजुरहरूले सुनेर तपाईँहरूले लाइक अनि सेयर अनि सब्सक्राइब गरिदिनु होला है। संसारको उद्धारकर्ता स्वर्गबाट ओर्लनु हो, आज घुटैमा जन्मने हामी पापीको उद्धार गर्नला, हामी पापीको उद्धार गर्नला। सुनसाने रातमा बतासमा घोटालाहरू माझा, सुनसाने रातमा चिसो बतासमा घोटालाहरू माझा, स्वर्गदूता येशू सन्देश हार्दै जन्मनुभयो ख्रीष्ट आजा, जन्मनुभयो ख्रीष्ट आजा। संसारको उद्धारकर्ता स्वर्गबाट ओर्लनुभयो, आज घुटैमा जन्मने हामी पापीको उद्धार गर्नला, हामी पापीको उद्धार गर्नला। पूर्वदेखि ज्योतिषीहरू तारालाई हेर्दै आए, पूर्वदेखि ज्योतिषीहरू तारालाई हेर्दै आए, दर्शन गरे बालक यीशुको हृदय भेटी चढाए, हृदय भेटी चढाए। संसारको उद्धारकर्ता स्वर्गबाट ओर्लनुभयो, आज घुटैमा जन्मने हामी पापीको उद्धार गर्नला, हामी पापीको उद्धार गर्नला। हामी साँच्चै नै हाम्रो प्रभु यीशु ख्रीष्ट चाहिँ संसारमा हरेक जातिको लागि आउनुभएको हो, किनभने उहाँले चाहिँ धनी गरिब केही पनि छुटाउनुहुन्न, अनि धर्मी अनि पापी कसैलाई पनि छुटाउनुहुन्न। एक समानको परमेश्वर हुनुहुन्छ। अनि तपाईँ र हाम्रो निम्ति यो समयहरूमा, यो चिसोनी समयहरूमा उहाँ हाम्रो निम्ति जन्मनु भएको हामी सुअवसरहरू मनाउँदै हजुरको दैलो दैलोमा, हजुरहरूको गाउँ सहरमा, हजुरको समाज अगाडि है हामी गाउँदै क्यारल सङ्गहरू गाउँदै आएको, जसमा कि नयाँ उद्धारको मुक्तिदाता यो संसारमा आउनुभएको। अनि उहाँको नाउँ हो यीशु। अनि मत्ती 1:21 लेखिएको छ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिमीहरूको पापबाट उद्धार गर्नुहुनेछ। साँच्चै नै है, हाम्रो पापहरू हामी चाहिँ अदमवंशी पापदेखि लिएर आएर अहिलेसम्म हामी सम्पूर्ण संसारमा भएको व्यक्तिहरू गर्भबाटै हामी पापी हौँ। गर्भबाटै पाप भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो पाप चाहिँ निश्चय नै छुटकारा अनि उद्धार पाउनुपर्ने कुरा, अनि पाप अनि क्षमा पाउनुपर्ने कुरा। अनि संसारका हरेक मानिस अनि संसारका हरेक जातिले यो पापलाई उद्धार गर्न नसकेको कारणले गर्दा हाम्रो एकमात्र पुत्र येशू ख्रीष्ट यस संसारमा आउनुभएको छ। यूहन्ना 3:16 भन्दछ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकमात्र पुत्रलाई पनि यो संसारमा दिनुभयो। उहाँ कति महान हुनुहुन्छ, आफ्नो एकमात्र पुत्रलाई पनि यो संसारमा दिनुभएको कारण यूहन्ना 14:6 भन्दछ, बाटो सत्य र जीवन चाहिँ
परमेश्वर हुनुहुन्छ अनि उहाँमा विश्वास गर्नेहरू चाहिँ कहिले पनि मर्ने छैन अनि उहाँलाई खोज्ने अनि उहाँलाई पछ्याउनेहरू चाहिँ कहिले पनि उहाँदेखि टाढा हामी हुन सक्दैनौँ किनभने हाम्रो परमेश्वर हाम्रो माझमा हुनुहुन्छ किनभने परमेश्वर हाम्रो निम्ति यस संसारमा आउनुभएको छ उद्धार र मुक्ति गर्नका लागि आउनुभएको छ है यो मेरो सानो भजनलाई सुनिकन तपाईँले लाइक अनि सेयर अनि सब्सक्राइब गरिदिनु होला हुन्छ सम्पूर्ण प्रिय मित्रलाई मेरी क्रिसमस ह्याप्पी क्रिसमस अनि जय मसी।